ल साथी हो, विष्णु भगवानको दर्शन गरौँ। बेलुका घुम्दै घुम्दै आएको ठुलो घन्टी चढाएको छ। यो घन्टी अहिलेको रानी हिमानी शाहले यहाँ घन्टी चढाइदिनु भएको अरे। यो नाम पनि लेखेको छ है। यो दृश्य यस्तो छ, जङ्गलमा हेर्नुहोस्, खोला कत्रो कत्रो ढुङ्गा छ। यो ढुङ्गा कहाँबाट आयो होला? मान्छेले ल्याएर राखे जस्तो ढुङ्गा माथिसम्म है। जङ्गलको उसमा क्यामेरा पनि फिट गरेको रहेछ। हेर्नुहोस्, विष्णु भगवान सुतिरहनु भएको छ पानीमा है। जङ्गल छ वरिपरि, यता घरहरू छ अलिअलि, खोला ढाङ्गा है। यस्तो छ सिँढीको बाटो, कति रमाइलो आनन्द बसेर 1.5 घन्टा यहीँ बसेर टाइम पास हुन्छ। आउनु होला कोही कोही बेला। त्यहाँदेखि यो माथि यो सिँढी माथि डाँडामा भ्यू टावर छ है। तथा समुद्र क्षेत्र अरे यो क्षेत्रमा चण्डेश्वरी मन्दिर परिसर के लेखेको छ है। यस्तो छ खोलै खोला, यता वरिपरि जङ्गल है। कता कता बाघ पनि आउँछ अरे भने सुनेको, यता देखेको छुइनँ मैले है। अचम्मको छ, आनन्द। ल बाई।